We have witnessed the most amazing sunrise on day 3 of मर्दी हिमाल ट्रेक। हाइकिङबाट बिहान 4 बजे हाइक सुरु गऱ्यौँ। बाटो अँध्यारो भएको कारणले लुमिनेट लाइटले हाम्रो यात्रा निकै सजिलो बनाइदियो। इफ हजुरहरू पनि ट्रेक या क्याम्पिङ जाँदै हुनुहुन्छ भने लुमिनेट लाइट इज द बेस्ट अप्सन फर यु। अनि 2 आवर्सको हाइकपछि हामी सनराइज हुनु अघि मर्दी भ्यू पोइन्ट पुग्यौँ र वी सॉ दिस ब्युटिफुल सनराइज। भ्यू इन्जोय गरेपछि वी डिसाइडेड टु रिटर्न पोखरा अन द सेम डे। फर्किने क्रममा हामी होटल स्नोल्यान्ड हाई क्याम्पमा मिठो खाजा खाएर रेस्ट गऱ्यौँ। अनि बादल डाँडा लो क्याम्प सिदिङ हुँदै राति 8 बजे होटल कुञ्ज पोखरा पुग्यौँ। अन द 4th डे हामी बिहान वाइल्डर्स नेपालबाट कायाकिङ गरेर वी टुक आवर फ्लाइट टु काठमाडौँ अनि हाम्रो मर्दी हिमाल ट्रेक यहीँ इन भयो। इफ यु हेभ एनी क्वेसन अबाउट दिस ट्रेक फिल फ्री टु कमेन्ट डाउन बिलो।